स्वागत छ आजको समाचारमा। बालहिंसा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। लामिछानेले आफै बालुवाटार पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेट करिब 45 मिनट चलेको बताइएको छ। भेटको औपचारिक विवरण सार्वजनिक नभए पनि पछिल्लो समय दुई नेताबीच बढेको दूरीबारे विभिन्न कोणबाट चर्चा भइरहेको बेला यो भेटलाई अर्थपूर्ण रूपमा लिएको छ। बालहिंसा प्रधानमन्त्री बनेपछि रवि लामिछानेले उनलाई निवास पुगेर भेटेको यो दोस्रो पटक बताइएको छ। यसअघि पनि लामिछानेले प्रधानमन्त्री शाहसँग करिब आधा घण्टा भेट गरेका थिए। त्यसैगरी पछिल्लो मध्यरातमा भेटलाई सामान्य भेटभन्दा फरक ढङ्गले हेरिएको छ। पछिल्लो समय सरकारले कार्यशैलीप्रति लामिछाने पूर्ण रूपमा असन्तुष्ट नरहेको चर्चा पनि हुँदै आएको छ। जनतालाई प्रत्यक्ष डेलिभरी दिने प्रतिस्पर्धासहित सत्तामा पुगेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै रासपाभित्र चिन्ता व्यक्त गरेको बताइएको छ। विभिन्न क्षेत्रमा नागरिकले समस्या भोगिरहेको गुनासो बढ्दै गएपछि लामिछानेले सरकारलाई सचेत गराउँदै आएको राजनीतिक वृत्तमा चर्चा छ। यता राजसभाबाट सरकारप्रति असन्तुष्टि व्यक्त भइरहेको बेला प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकारले गरेको कामहरूको विवरण सामाजिक सञ्जालमा मार्फत सार्वजनिक गर्दै आएका छन्। रोल्पामा पहिरोले 5 दिन यता 18 जनाको ज्यान गएको छ। गैराती आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एकसहित 1 जनाको मृत्यु भएको मृतकको सङ्ख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको हो। गैराती लुङ्की गाउँपालिका 5 धेरेनीमा पहिरोले च्यापिएर 72 वर्षीया अम्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिएका छन्। पूर्व बुधबार थवाङ गाउँपालिका पहिरोले बस्ती नै बगाउँदा 13 जनाको मृत्यु भएको थियो भने अझै 1 जना बेपत्ता भएका छन्। 2 जनाको बोटलमा उपचार चलिरहेको छ। त्यस्तै बिहिबार सुनसरी गाउँपालिका 2 फलवाङ गिद्धेउमा पहिरोले घर पुरिएको 4 जनाको मृत्यु भएको थियो। लगातारको वर्षाले जिल्लामा विभिन्न स्थानमा पहिरोले समस्या पारिरहेको जनाइएको छ। आज काठमाडौँसहित 28 जिल्ला र आसपासका ससाना नदीमा बाढी उर्लिने जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले आज आइतबार जारी गरे अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता र तभन्दा तल नै छ। तर आगामी 24 घण्टामा बाढी बढ्ने सम्भावना रहेको हो। बाढी महाशाखाले जारी गरेको भनेको छ। आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य रहेको बताइएको छ। आकस्मिक बाढीको मध्यम जोखिम समेत सम्भावना रहेको जानकारी प्राप्त भएको छ। हस्त यो संक्षिप्त खबरबाट हामी बिदा माग्छौँ। हामीलाई लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट गर्न नभुल्नुहोला। नमस्कार।